वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी सबैजना भक्तपुर जान आँटेको। यहाँ कोही चाहिँ रेडी भएर सुति बसेछ, कोही चाहिँ यहाँ रेडी भएर यता एङ्जी हेर्दै त हेलो खोइ। हामी चाहिँ आज भक्तपुर जान लाग्यो। नानीहरूको चाहिँ तर भोलि एक्जाम छ अनि आज ट्युसन गएर पनि आएँ नि त। तर पनि उनीहरूलाई किन धेरै पढाइ राख्नु भनेर चाहिँ हामी भक्तपुर घुमाउन लाग्न लाग्यो। मेरो चाहिँ कपाल कोर्न अझै बाँकी नै छ। अब कपाल कोर्छु, सबैजना रेडी हुनुहुन्छ, भाउजू रेडी हुँदै हुनुहुन्छ। अनि त्यसपछि हामी बाटोमा भेटौँला, बाई बाई। दुकानदारी रेडी भइसक्यो अनि म चाहिँ यहाँ राख्छु मेरो आउटफिट चेक। ओ सेटका किन्दैन त यार। अब एकछिन भेटौँला। यस्तो चाहिँ निस्किसक्यो होइन। नानीहरू चाहिँ यहाँ गाडीमा बसिसक्यो, मामाको गाडीमा जानु लागेको। अब हामी ड्रेस चेन्ज पुरा। तिम्रो आउटफिट देखाइदियो त अनि टाढा गएर। तिम्रो पनि जाऊ, एनजीको पनि देखाउँछ है। अब बाटोमा भेटौँला हामी, बाई। हामी चाहिँ अब निस्किन आँटेको। सबैजना यहाँ बसिसक्यो, दुईजना आउँदैछौँ। यस्तो हालत हुन्छ है। हेलो, हामी चाहिँ यहाँ सानो काम भएर यहाँ बसेको। यहाँ मेरो भाउजू चाहिँ एकदम त्यहाँ नक्कली भएर आएको छ। सो अब हामी भर्खरै यहाँ एकछिन यस्तो बोल्दै नआएको हो मलाई किन यहाँ काम छ सानो, त्यही भएर यहाँ यस्तो हेर्न आएको। तर कति राम्रो रहेछ यता, म फर्स्ट टाइम आएको। यहाँ चाहिँ काम भएर आएको, तर यहाँ चाहिँ अफ रोड नै रहेछ गाइज। के गर्नु भाउ। यस्तो फ्लावरले हामीले पहिला पहिला बच्चामा कति धेरै उयो के बनाउँथ्यो कि। यहाँ उनीहरू दुइटाले पनि त्यही गर्न लाग्छ। के बनाउनु लाग्यो त हजुरहरूले? हो ल बनाएर, ल बनाएर मलाई पनि देऊ न। बन्दैछ नेपाल, बन्दैछ नेपाल भने जस्तो हो। क्राउन बन्दैछ यहाँ। उनीहरू चाहिँ त्यहाँ छ सबजना हेर्दै हुनुहुन्छ। अब हामी कतिखेर पुग्छ थाहा छैन। चाहिँ भर्खर गाडीमा आएर कम्प्लिट भयो। गाडीमा आएर बनाएको हामीले चाहिँ, तर आधी मात्रै भयो। सानो सानो मात्रै फुल भयो। हामीले तिनजनाको म्याचिङ भएको छ कि, पिङ्क ब्लू ब्लू अनि ब्लू। लाग्यो नि पुग्न लाग्यो। हामी चाहिँ पुगिसक्यो। धेरै मान्छे चाहिँ छैन जस्तो आजकल। यो लगाऊ त ट्राई यसको हाफ भएको छ, तर नि केही छैन, राम्रो देखिएको छ। हाई, मजा उता चढ्न लाग्छु छु। कहाँ चढ्ने? माथि जानु नि? ल ओके, म चाहिँ जान्न। अल्छी होइन कि गाइजहरू, यति माथि किन जानु र होइन। यतिकै मलाई चढ्नु मन छैन, सो त्यही भएर नचढेको। दुईजना जाँदैछु होइन। सबजना भिडियो गर्नलाई एकदम रेडी। ओ झन्डै ठोक्यो यार गाडी, स्कुटीले हान्दियो मलाई, झन्डै उडाइदियो यार गाइजहरू। म पनि जान्छु अब। तपाईँहरू नजाने? म नि गएर आउँछु न। माथि गएर आउँछु। कति धेरै उमेर 2-3 पाइला हिँड्दा नै म
हिँड्ने बानी हराइसकेछ अल्छी भइसकेछ राम्रो लाग्यो है बिस्तारी बिस्तारी एकछिन यहाँ बस्छु चाहिँ दुईजना पप्पा र छोरीको फोटो सुट भइसक्यो अनि म चाहिँ एक राउन्ड हाल्छु भनेर आएको हजुर यहाँ ल मेरो छोरी यहाँ चाहिँ फोटो सुट हुँदैछ होइन दुईजना यहाँ चाहिँ दुईवटा मोडलको छुट्टै सुट भइरहेको छ यहाँ मेरो आनी हेर्नु हो उहाँ चाहिँ हेलो उहाँ नि मेरो आनी हो आज फ्यामिलीसँग फ्यामिली टाइम भनौँ न कति राम्रो देखेको थियो हामी राउन्ड गर्दैछु हामी दुईजना चाहिँ एक राउन्ड हानेर आएको कि यहाँ बे गरेको हुन्छ नि जस्तो त्यस्तरी नै आएको मेरो भाबी जान व्हाट ह्यापेन क्या हो चिकन चपाई दाँत दुखी नखानुहोस् न अनि फेरि मेरो जस्तो होला सकेर अब हामी तल जान्छौँ उताको पशुपति मन्दिर पशुपति भनेर मैले पाँचताले मन्दिर 5 निस्किस माथिबाट तल आइसक्यो उनीहरू चाहिँ माथि नै छौ हामी दुईवटा चाहिँ निस्किसक्यौँ यो चाहिँ 55 झ्याल भन्छ अरे त्यहाँ पुगे यहाँ फोटो खिचेर पनि हामी आइसक्यो उसको टिकटक बनाइसक्यो तिम्रो टिकटक बनायो छैन माथि आखिर आधी बनायो नि आधी बनाएको के भइरहेको छ आफ्नो आफ्नो घुम्नु सबजना हज उनीहरूले त हेर्नु न स्यान्डल लाउनु भएको छ नि त त्यही भएर गाह्रो भएर छ उनीहरूलाई केही छैन चल्छ नेपालमा ओके हामी उतै गएर भेटौँला अब बाई Citoyoma razumaticha o Guliza kabala tsangu kwa o Citoyoma razumaticha o हामी चाहिँ यता पाँचपति मन्दिर भेट्ने आइपुगिसक्यो यही हो ल कोही अब डाउन छ कोही चाहिँ उता छ कति धेरै मान्छेहरू हुन्छ यार जहिले पनि अब हामी फोटो सुटो खिच्छु दुईजना चाहिँ कुल्फी खान लाग्यो खुवाएको रहेछ त्यही भएर खान मन लाग्यो अनि आइसक्रिम चाहिँ अहिले एकछिनमा खाने अनि जुस धन्दा एकछिनमा खाने भनेको क्या किनभने सबैजना जुस खाने त अहिले उता के अरे भाउजू नै उतातिर के किन जानुभयो अरे अनि आनीहरू चाहिँ टोइलेट जानुभएको थियो कहाँ पुग्यो थाहा छैन हामी चाहिँ यहाँ दुईजना मात्र बाँकी बस्यो आनीहरू पनि आउनु भइसकेछ तर हामी चाहिँ जान्छौँ माथि भाउजूहरू चाहिँ आउनु भएको छैन तर नि हामी मैले कुल्फी टेस्ट गरेर भन्छु कस्तो रहेछ भक्तपुरको फर्स्टमा त आइस मात्रै हुन्छ क्या छोरी अलिक पछि टेस्ट आउँछ पैसा गाली बिस्तारी स्यान्डल लाग्छ नि त फेरि गर्मी भएको हो साथीहरू अहिले त होला नि देख्दो रहेछ यताबाट नि कोही चाहिँ यता फोटो खिच्दैछ होइन कोही चाहिँ उता पर छ आमा खोजिरहेछ हामी चाहिँ यहाँ मस्त बसिरहेको देख्यो देख्यो अरे केही छैन अब हामी पनि तलै झर्छौँ त्यसपछि भेटौँ न मेरो भ्लग चाहिँ धेरै टाइमपछि आयो किनभने मलाई बनाउनु भन्नाले टाइम त एकदम फुर्सदै तर मैले बनाएन किनभने केही थिएन होलीको बेला नि बनाउँछु भनेर सोचेको थिएँ तर बनाउनु पाएन केही छैन यस्तै छ जिन्दगी युट्युबले मेरो भिडियो प्राइभेट गर्दै गर्नुभयो कि त्यही भएर मैले ब्लगमा हालेको प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् सबैजनाले माया गरिदिनुहोस् सेयर पनि गरिदिनु होला मेरो नि युट्युब च्यानल छ त्यहाँ नि सब्स्क्राइब गरिदिनु है
ओके गर्नु कति छिटो आएको यहाँ मेरो छोरा चाहिँ वाला जुत्ता मेरो छोरा चाहिँ चप्पल चुटेर यहाँको चप्पल न्यू लिइसकेर कति राम्रो रहेछ तर स्पिनर हो यो राम्रो रहेछ गाइजहरू उसको घुमा छ यहाँनिर कहाँबाट किन्नु भयो मेरो पनि छ हामीले उतै किनेको ओके अब हामी एकैचोटि तल गएर भेटौँला सबैसँग बाई यहाँ पनि अब बाई बाई खानालाई भोक लागिसक्यो अरे खाजा खानु जानु आँटेको उहाँलाई नि भोक लगाएर अहिले त यहाँ सल ओरेर एकदम सिकिस्त भइसक्यो हामी खाजा खान जान्छौँ त्यही भेटौँला खाजा खान आँटेको नेवारी आइटम मेरो फेभरेट हो त्यही भएर गएर आउँछ अब उहाँहरूले चाहिँ सबैले सकेको हाम्रो चाहिँ यस्तो भएछ म होइन क्या छिटेन टोइलेट गएर टोइलेटमा हराउँछ आजकल त के भयो अरू चाहिँ आउनु बाँकी छ बच्चा पार्टीको चाहिँ आउनु बाँकी छ त्यही भएर वेट गरिरहेको छ हाम्रो चाहिँ आइसक्यो खाजा खाएर अब निस्किन आँटेको त्यहाँबाट अझ के खेल्न जम्दै जान्दैन तर किनभने यिनीहरूको एक्जाम छ भोलिबाट टिकटक बनाउँदैछ उहाँहरू टिकटकर त्यसलाई नि फ्री कसैले आजकलको बच्चाहरूलाई अब एकैचोटि भेटौँ गाडीमा वेट गर्दै हामीहरूलाई दुईजना चाहिँ मस्त फोनमा टिकटक बनाएको गयो राम्रो भयो टिकटक एन्डोले टिकटक टिकटकर निस्किसके त्यता खाजा खाएर भने त्यताबाट अब बाई बाई भक्तपुर अब नेक्स्ट टाइम भेटौँला यहाँ ब्लगरसँग भेटेको त्यही भएर यहाँ अलिक नर्भस दुईजनाको टिकटक सकेको छैन उहाँ नि ब्लगर हो मेरो हानी पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु तर मेरोभन्दा धेरै छ सब्सक्राइबर छैन यहाँबाट हामी निस्किसके हामी त उता जाने भनेको अब त्यो पौडी छ नि त्यो त जाने भनेको बाटोमा भेट्छु एकदम दामी भयो आजको हाम्रो भक्तपुरको ट्रिप है मेरोमा नि भनिदिनु न आज हाम्रो भक्तपुरको ट्रिप एकदमै राम्रो रमाइलो भयो हामी चाहिँ अर्कै प्लान थियो अर्कैतिर आइयो त्यो पनि राम्रै भयो है आइपुग्यो हामी चाहिँ हाम्रो चाहिँ प्लान केही थिएन त्यहीतिर भयो रमाइलो भयो नेवारी खाजा सेट पनि खाइयो अब घरतिर लाग्यो अब घरमा गएर हामी रेस्ट गर्छु त्यहाँबाट फोन चलाउने काममा बिजी हुन्छु सबैजना घरमा नेट भएपछि मोबाइल हेर्ने काम अरू काम पनि बिर्सेर मोबाइल हेर्ने काम ए ओके अब हामी बाटोतिर भेटौँला कि नभए एकैचोटि घरमा भेटौँला बाई बाई फाइनली पुग्यो म त मस्त सुतेछ हौ एक निन्द्रा त पुगेछ मेरो निन्द्रा त यता दिन ए लिनु भयो त्यो अघि हामीले पानी लगेको बोतल खोइ भाउजू घरबाट लगेको छैन ए हो यो हाम्रो सुतेको हो नोर चाहिँ ए मामा चाहिँ ग्यारेज जानुहुन्छ अरे अब हामी भेटौँला अहिले घर चेन्ज गरेर उहाँ चाहिँ सुतेको थियो भर्खर उठ्नुभयो हो अब हामी लुगा चेन्ज गर्छु अनि पढ्नुपर्छ सबैजना त्यसपछि भेटौँला म चाहिँ फोन चार्ज गर्छु अनि त्यसपछि भेटौँला
गाइस अब म चाहिँ भ्लग हिन्ट गर्छु आजलाई यति नै थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा यतिसम्म कस्तो छ मेरो भ्लग भनिदिनु होला कस्तो लाग्यो आजको भ्लग मेरो अब हामी नेक्स्ट भ्लगमा भेट्नेछु ओके बाई बाई थ्याङ्क यू सो मच